ओभर किसान दे यार वाउ के भन्छौ बोयफ्रेन्ड जति झ्याप भए पनि त्यसले अहिलेसम्म मलाई केही गर्न सक्दैन भन्छ यार कुइरेले कुरी नेपाली केटी मस्त घुमाइरहेछ यार आहा 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 अम्बो केटाहरूले त ठाडै जिस्काइदियो त हौ लुगै छैन त छालै मात्रै छ त यार के भएको लुगै छैन त धन्यवाद भनेपछि के भन्छ अरे हेलो एभ्रिवान वेलकम ब्याक युट्युब च्यानल सबैजनालाई फेरि वेलकम छ सो आज फ्राइडे तपाईँले देखिसक्नुभयो अगाडिको माहौल हेर सो म आज ठमेलतिर छु सो त्यही हो आज फ्राइडे भएकोले गर्दा ठमेलतिर यसो चहलपहल हेरिदिन आइरहेको छु सबैजनालाई स्वागत छ भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला सो त्यही हो हजुरहरूले अगाडि हाइलाइट्सबाट पनि थाहा पाइसक्नुभयो होला त्यही हो आज कहाँ छु भनेर होइन यस्तै हो के गर्ने होइन चहलपहल थमेलमा अब होइन चट्टा लाएर आउनै पर्यो हेर्नै पर्यो घुम्नै पर्यो हजुरहरूलाई पनि देखाउनै पर्यो सो त्यस्तै हो म चाहिँ यहाँबाट एक राउन्ड हानिदिन्छु होइन फर्स्टमा त्यसपछि फर्स्ट एक राउन्ड हानिसकेपछि चाहिँ सो फेरि म माथिबाट अर्को राउन्ड छिर्छु क्या जुन बाटो चाहिँ यालोडी जाने बाटो होइन सो त्यही हो म चाहिँ अहिले तल्लो बाटो नर्सिङ चोकबाट चाहिँ यता साइडबाट लागिरहेको छु सो माथिबाट एक राउन्ड हानिदिन्छु अनि एक राउन्ड हानिसकेपछि चाहिँ अनि त्यही हो माथि बडो गएपछि अनि त्यसपछि यालोडी छिरिदिन्छु सो अनि त्यही हो चलपल हेरिदिउँ आम्मा जाडो भन्ने त छैन हौ यार तपाईँहरूमा लुगै छैन त छालै मात्रै छ त यार के भएको लुगै छैन त यस्तै पो छ हौ ठमेल त के भन्छौ बोयफ्रेन्ड जति झ्याप भए पनि त्यसले अहिलेसम्म मलाई केही गर्नु सक्दैन भन्छ यार सिस्टरले त यार डेन्जर रहेछ यार सिस्टर डेन्जर रहेछ यार सिस्टरहरू त्यसै त छाला देखाएर यार के भन्नु सकेर यहाँ के भयो फेरि ल पढा ओहो के भयो ल हेलमेट बस्नु भनेको यार बस्नु मिल्छ नि त एकछिन त यार तटहरू वाक्क लागिसक्यो घुम्दा यार एक ठाउँ साइड लाएर बस्नु भनेको यार बस्नु मिल्छ नि त एकछिन त यार तटहरू वाक्क लागिसक्यो घुम्दा यार ए तेरि आइपुगेछ हौ फेरि टोलीहरू यार के हो किसिया खाइदिनु अरे कि क्या हौ त ल के हो पारा त के हो पारा सोल्टिनेहरू ठिक लागेन नि भन्नु त मिलेन अब यहाँ अलिकति अगाडि पनि सट्ट होइन थोरै अगाडि गइसकेपछि चाहिँ चहलपहल बोबालै देखिन्छ होइन किनभने अगाडिको मेन चोक हो नि त त्यो मेन चोकमा सो बल हेर्छ यो गाडी चाहिँ के गरेको हो यार गाडीमा चाहिँ शान्ति दिइरहेछ त साथीहरू हेर अगाडि बाटो ब्लक गरेर ल के भएको यो चाहिँ नछिरेकै हो ए तपाईँको के गरेको यो गाडी
रातो रातो मान्छेहरू देख्न आम्बो तपाईँहरूलाई थोरै अगाडि हेर्न सक्नुहुन्छ बब्बाले अब सिनहरू आउनु सक्छ है आम्बो यो हो नि त लाइन यत्तिको चाहिँ हुनु पऱ्यो क्या ठमेल त्यसै होइन नि त ठमेल झ्यापमा रहेछ साथ पुरा लड्दै र पढ्दै आइदिइरहेको क्या अगाडि झन् बबाल हुन्छ मेन चोक त आउनु बाँकी नै छ ठमेलको बाबालै हुन्छ अगाडि त के गर्ने यस्तै त छ ठमेल त्यसै ठमेल होइन नि आमा के हो यो गाडीले म ल्याङ भन्यो कस्तो ढिलो आमा रिक्सामा बेग्लै रमाइलो रहेछ फेरि आमा के हो रिक्सामा त फेरि सुन्दरीहरूको लाइन छ त रिक्सामा बाबा यहाँ बेग्लै छ ल ल ल ल बो कति रमाइलो हो साथीहरू यार यस्तै पो छ त हो यहाँ फेरि विदेशीहरू रहेछ है कोरियनहरू ओहो यहाँ फेरि बेग्लै रमाइलो छ यार कस्तो यो गाडी यार छ्या मजाले एक राउन्ड हानिसक्नु लाग्यो भन्दा नि होइन आधी चाहिँ भयो होला सायद यहाँ म विदेशीहरू फेरि चिलमा छ यार आफ्नै चिल तालमा ठमेल हो यस्तै हो जाडो महिना गयो गर्मी महिना सुरु भयो होइन अहो यो हो नि त मेन चोक चाहिँ अब यहाँ मजा आउँछ नि त यहाँ पो मजा आउँछ त यहाँ मजा आउँछ बाफ रे बाफ यहाँ छ नि त माहौल त बाटै छैन त छिर्ने यार यस्तो भएपछि कसरी हुन्छ त पुरै जाम आज त्यसै फ्राइडे होइन नि त फ्राइडे यतिको भएन नि त आम्बो यो कत्रो हाइट हो यार यो मान्छेको झ्यापमा रहेछ यार के हो यस्तो यो एक राउन्ड हान्नु पर्यो भनेको यार खोइ त हो खोइ ठमेल भनेको यो हो कि ब्रदर गाइजहरू ठमेल भनेको यो हो ठमेल भनेको यति नभए त के ठमेल हुनु यार आम्बो केटाहरूले त ठाडै जिस्काइदियो त हो दामी रहेछ फिगरहरू यार केटाहरूले ठाउँको ठाउँ जिस्काइदिइरहेछ र केटाहरूले दामी रहेछ फिगर भनिदिइरहेछ ओइ के भयो गाडी सानो जेम छैन यो जिमर दाइलाई त मैले देखेँ जस्तो लाग्छ यार यो
दामी छ यार जिम बडी त यार नारेको छ आम्मामा हिँड्नै नसक्ने खालको छ त मान्छे त गाह्रो छ यार ओभर यार ठाउँको ठाउँ किसान्थ्यो त्यो त्यहाँ टोलीहरूले यार ओभर किसान्थ्यो यार वाउ पब्लिक किसान्थ्यो यार पब्लिक किसान्थ्यो यार टाइट यत्तिकै चाहिँ हुनुपर्छ यार ओके त सर जानै पर्ने भयो यहाँबाट राम्रो भइरहेको थियो यार यता त्यता यताका टुक्कु देखाउनु सो अब यतातिर एक चरण लाग्दिन त जान त मिल्यो नि त होइन यताको चलपल पनि यसो हेरिदिउँ न त कति उताको मैले चलपल हेर्नु दुईटा केटालाई एउटा केटीलाई हिँडाइदिइरहेछ फेरि म्याचिस के हो यस्तो यो फेरि मुला पुरा एडिकहरूको बेग्लै छ एडिकहरूको पारा हट तेरि कराई पनि बेग्लै छ कुन देशको मान्छे हो यो ठट हप्सी पो रहेछ यार सट के खालको हो ज्यान त राम्रो टिप आयो त चलिदिनु पनि हुन्थ्यो यार राम्रै टिप छैन यार कुइरेले कुरी नेपाली केटी मस्त घुमाइरहेको छ यार आहा 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 ठिक छ उचालिहाल न बोकिहाल न बाबा कुइरेले नेपाली केटी मस्त घुमाइदिइरहेको छ यार तट यत्तिको चाहिँ हुनु पऱ्यो क्या यत्तिको चाहिँ हुनु पऱ्यो अनि मजा आउँछ सो मेरो चाहिँ ठमेलमा टिप लाग्यो नजिकैको छ सो म एकचोटि यहाँ टिप पनि हानिदिउँ न त सो भनेर अब यहाँ टिप चाहिँ लाग्यो नजिकै छ मान्छे जानुपर्ने पनि नजिकै लानुपर्ने पनि नजिकै पैसा पनि एकदमै थोरै नै हो तर यो अगाडि हो कि पछाडि ठ्याक्कै थाहा पाउनै सकेन हौ म्या लोकेसन के हो मलाई चाहिँ अगाडि नै होला ट्राई गरौँ न त यता अगाडि नै होला सायद अगाडि नै हो त्यो टिप लगाइसकेको छ म चाहिँ अब लागेँ जाम गरिदिएको कस्तो जाम गरिदिएको वाक्क लाग्दो यार त त्यहाँबाट यहाँ आउनुलाई 1 घन्टै लाग्यो हौ मर्छु रिसले यार
खोइ त मान्छे चाहिँ कहाँ हो फेरि यार यहाँ कल गर्नुपर्छ फेरि यार मान्छे 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 छ क्या सर मान्छे खोइ त मान्छे छैन कहाँ फोन उठाउँदैन यार फेरि हजुर यता हेर्नु न म चोकमा आइसकेँ यता माथि हेर्नु त माथि कहाँ हुनुहुन्छ तपाईँ यता 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 आउनु यता ल ल ल यहाँ जाम पऱ्यो क्या यहीँबाट यहाँ आउनु पनि जाम पऱ्यो बस्नु 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 हजुर ए ठाउँको ठाउँ जाम पर्दिएर आएको उहीँ थियो क्या म नजिकै कस्तो जाम हजुर छैन त्यही पनि त्यहाँ 2टा 3टा ट्याक्सी यसो अड्क्यो क्या धेरै मान्छे त छैन 2टा ट्याक्सी अड्केर हो क्या यो कुन देशको हो यो मान्छेहरू यार कति कालोहरू है कस्तो कालो यार त छ्या यस्तोसँग बिहे गर्नु पर्यो भने जान्छौ हाँस मात्रै भन न हेर्न यता पनि छ ल कत्रो हाइट पनि हो यिनीहरूको त कालो न कालो न कालो यहाँ के जब गर्छौ केमा ए बारमा के गर्ने त्यहाँ चाहिँ बारमा चाहिँ के काम हुन्छ बारमा ड्रिंक्स बनाउने काम हुन्छ ड्रिंक्स बबाल बनाउँछौ बबाल बनाउँछौ बबाल भन्नाले क्या मिठो मिठो झ्याप्पै सेलेरी त दिन्छ होला नि त टन्नै हजुर हजुर कति दिन्छ त लिनु परिहाल्यो नि अरे कति दिन्छ हो कति भन नि त नि 25 त म 3 महिनामा कमाउँदैन यार ल साँच्ची 3 महिनामा पनि म कमाउँदिनँ हो 25 त ल ओए कस्तो पेल्यो गाडीले बस्ने चाहिँ यहीँ हो बस्ने चाहिँ तिमी जहाँ गइरहेको ठाउँमा हो नजिकै रहेछ त नजिकै रहेछ त नयाँ तिमी करेन्ट करेन्ट भनेर चाउँछौ अनि खाना खाएको छैन भोक लाग्यो ला हो र ल किन नि त कहाँ हो ए ल ल किनेर आउँछौ ल ल अलिक कस्तो लेट हो तिमीसँग म त तिमीलाई म 1 घन्टामा कुर्छु ल तिमी जति राम्री मान्छेलाई कस्तो नकुर्नु त हौ ल ल जो गएर आऊ न ल हल्का गफ त दिनै पर्यो के गर्नु यार गाह्रै छ आम्बोन कति धेरै त नि चाउचाउ अन्डा पनि यत्रो खाइदिने एक्लैले ए मम्मीले यत्रो खायो त अनि फेरि भोलि खाना नखानु हो र त्यो पनि ठिकै हो के हो तिमी कुन कास्ट हो कुन कास्ट हो तिमी ए नेवार हो श्रेष्ठ ओ नेवारनीहरू राम्रै हुन्छ नि नेवारनीहरू कि राम्रै हुन्छ नि तिमी अनि राम्रै छौ त नि
आफूलाई हेर न अब हो त्यही त तिमी त राम्री छौ मोटिभेट होइन राम्री छौ मलाई चाहिँ मन पर्यो है फेरि हो वाट्सएप चलाउँछौ वाट्सएप चलाउँछौ कुन यही यहाँकै नम्बर छ यही नम्बर हो ल फ्रेन्ड बन्नुपर्छ ल फ्रेन्ड बन्नुपर्छ ल ल मजाले हेर्छु त मलाई पहिला अनुहार हेरेर गफ गर्नु लाग्यो कि क्या अनि फ्रेन्ड बन्नलाई अब अनुहार हेरेर त्यस्तो हुँदैन है कति राम्रो मान्छेले कति हेल्प गरिरहेको हुन्छ कति राम्रो नि तिम्रो सोच मलाई त त्यस्तो लाग्दैन अब आफ्नो ठाउँमा मन पर्यो है मन पर्यो राम्रो छ तिम्रो सोच यहाँनिर होइन साथीहरू नि यहीँसम्म आउँछ कि बट म यहाँबाट चाहिँ एक्लै हुँदैन यहाँनिर अनि चोरिदिएको छ अरे के लुटेको भन्छ नि लुटिदिएको रे मोबाइल फोन अनि त्यो कहाँ मोबाइल फोन त तिमी एउटा अझै अगाडि यहीँनिर हो मेरो अलिकति अलि अगाडि भन न भन के भयो अरे त्यो गऱ्यो अनि डर लाग्छ नि मलाई यहीँ उभिएर ए यहीँ हो ए यहीँको दरबार के भयो अरे लुट्दियो अरे त्यही भएर मलाई डर लाग्छ यता यहाँ आउनु त्यही भएर यहाँ त्यहाँ पनि इन्ड्राइभ गरिदिन्छु इन्ड्राइभ चढ्छु भनेको कति अरे तिम्रो त 60 रुपियाँ मात्रै हो धन्यवाद भनेपछि के भन्छ अरे भरे एकछिन च्याट गर्छु ल च्याट गर्छु ल ओके बाई गुड नाइट ल यस्तै छ जिन्दगी के गर्नु यार हल्का त हल्का हल्का गफ त दिनै पर्यो होइन यति भइसकेपछि यस्तै पो छौ जिन्दगी त ल है त यति नै सो त्यही हो अब फाइनली लास्ट टिप पनि मेरो सकिसक्यो ल अब अन्तिम टिप पनि हानिसकेँ अब चाहिँ घर जानुपर्ने हुन्छ सो त्यही हो आजको ठमेलको भिडियो र प्लस यताउता होइन टाकाटुकु मिलाएर सबै गर्दाखेरि सो सबै गरी ल है सम्पूर्णलाई अब चाहिँ बिदा लिनुपर्ने बेला भएको छ सो आजको भ्लगबाट चाहिँ सो मेरो अन्तिम लास्ट राइड पनि हानिसकेँ र म अब चाहिँ घरतिर जाँदैछु रुमतिर सो त्यही हो सबैजनाले हेरेर साथ दिइराख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद र तपाईँहरूलाई छुट्नुभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भने मेरो विनम्र अनुरोध रिक्वेस्ट चाहिँ के छ भने हजुरहरूलाई सो जतिजनाले तपाईँहरूले हेर्दै हुनुहुन्छ भिडियो र सब्सक्राइब गरिसक्नु भएकोमा गरिसक्नु भएको छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो हृदयबाटै धन्यवाद छ र जतिले गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला र सेयर पनि गरिदिनु होला छिट्टै 1K पुर्याइदिनुहुन्छ भन्ने मेरो पूर्ण अपेक्षा छ सो छिट्टै 1K पुर्याइदिनु भयो भने त्यही हो हजुरको माया देख्नेछु र हजुरहरूको साथ सपोर्टले यहाँसम्म त पुगि नै सकेको छु र अझै पनि माया गर्नुहुन्छ भन्ने आशा अझै छ भन्दै सो सबैजनालाई आजको भ्लगबाट छुट्टिन चाहन्छु र सबैजनालाई सन्चै रहनु होला व्यस्त रहनु होला स्वस्थ रहनु होला भन्दै अहिलेलाई चाहिँ यति नै भन्दै ओके अब गुड डे यति भन्दै अहिलेको लागि चाहिँ म छुट्टिन चाहन्छु ओके बाई बाई टेक केयर गुड नाइट